घरमा सबै सकिराख्छ नुनदेखि लिएर बेसरदेखि तेलदेखि लिएर सबै भुटुनको सामान सकिराख्छ अब यसको दोकानमा जम्न त टक्कै कति हजार बाँकी हो बाँकी नतिरी दिने हैन यसले के पो गरौँ हौ बुद्धि पनि के पो लगाउँ खैनी खाना फेरि अलिकति तल लागेको छैन हो त्यही 10 रुपैयाँ 20 रुपैयाँ खैनी किन्ने नि छैन बाँकी नकिने हुँदैन हो हैन बुद्धि पनि के पो लगाउँ हौ के लगाउँ के गरौँ फुरुक्काले त फुरुक्कै हुने खालके नै हुन् यिनी त तर फुरुक्कै चाहिँ के कुरामा पारौँ के पो गरौँ हौ एकछिनै त एउटा उपाय त याद आयो कि मलाई एउटा उपाय चाहिँ म यहाँ ट्राई गरी हेर्नु पर्यो आइ ड्युटी जान खैनीको तल लागिरहेछ ए आऊ ए यहाँ पो छ त्यो मेरो हिसाब कति पो थियो हिसाब गर्दै ले हिसाब हेरौँ कति रहेछ कान्छी हिसाब मेरो हिसाब गर्नु आको हेर न त्यहाँ कति रहेछ हौ छिटो हिसाब गर है त्यहाँ सरदार बाउ अघि आइपुगे मार्छन् अहिले त ड्युटी ढिला गयो भने त आउट हो ड्युटीबाट छिटो हिसाब गर त ल है जोड्दै जा म कहाँ गएको रे आज त चाहिँ ड्युटी गएको नि हौ सरदार बाउ अघि आइसक्यो मार्छ छिटो गर 60 210 20 10 40 40 1780 रहेछ है जम्मा टक्कै ए 1780 मात्रै एउटा खैनी देऊ कि 20 रुपैयाँ ए 20 रुपैयाँ थप्दा 80 90 100 टक्क 1800 हुन्छ एउटा खैनी देऊ त चुनाम देऊ है लु ए ल 1800 ठक्कै भयो हो लेखिराख कि म बादमा मिलामै गएको ल ड्युटी ढिलो भयो सरदारले मार्छ गएको है खैनीको तलले कस्तो भइरहेको थियो कि मारिहाल्नु पर्यो हैन अनि कस्तो मलाई चाहिँ त यहाँनिर यत्रो बेर आधी घण्टा लगाएर हिसाब गर्न लगाएर अनि बादमा हिसाब गर्छु भनेको त्यो ब्यागमा त अघिदेखि पैसा कोटाइरहेको थियो त के गरेको त्यो चाहिँ ए त्यो किन कोट्टाको भनेको त्यो त यहाँ भित्रतिर त्यो अलिअलि धुलो धाली झरेको खैनी छ कि भनेर चाहिँ नि मैले यहाँनिर कोटाएर हेरेको गएको अहिले सरदारले मार्छ खाना खैनी कहिलेदेखि खाना मन परेको के सोच्यो मोरी आम्मा जब दिनु थिएन भने चाहिँ किन यत्रो बेर हिसाब गर्न लगाएको मलाई याद थियो नि यसै त पैसा नतिर्ने मान्छे हो कि म त आज त दिने नै रहेछ भनेर हिसाब किताब गरेको रे हाउडेमा खैनी मात्रै पो लग्यो हौ छ्या कान्छी हरामी नै चाहिँ नभन न आज दिने थिएँ यहाँ पैसा पनि ल्याएको थिएँ तर यसरी खैनी खोदा आज त बाँड्ने दिन हो नि त शनिबार परेन त अनि ठक्लक्क शनिबार भनेर याद आएर पो नदिएको त हौ म भरे बेलुका त हुँदैन भोलि बिहान आइतबारको बिहानै ल्याएर दिन्छु नि त ल 1800 नि याद राख है ल म गएको अब ड्युटी जानु ल हैन बाँकी नतिर्नेहरूलाई बाहनाहरू कति आएको अब म आधी घण्टा पो लगाएर हिसाब गरेको छु त